आजदेखि मेरो बिहेको कुरा सकियो केटा। अब म आफ्नो बाटो लाग्छु, तिमीहरू नि आफ्नो बाटो लाग। हरिस नखान न दाजु, सपना त पुरा गर्नु पर्यो नि। नत्र मरेर जाँदा यमराजले के गरेर आइस भनेर सोध्यो भने के जवाफ दिने? केटीले धोका दियो प्रभु, कुमारै आए। धागो बाँधीदेखि भान्जा बढ्नै बिर्सिएको त छ। लगन बाँध्ने बेला भएको हो र। मेरो खुइन नलाउ क्या पुसै, तिम्रो छोरी अरूको बाटो भर्याङ लाउनु पर्दैन क्या रे। हेर हेर यिनले आँखा तरेका बोकाहरू बोकाहरू। कसलाई भने बोकाहरू? यहाँ दाइदेखिनस् ऊ त झन् ठुलो बोका। बोका त बोका हामी बोका। आजदेखि तिमीहरूको अनुहार नदेका। पैसा ल्याउनु त। ल पैसा साला त्यसको भएको ठाडोलाई के भयो? सस्तो बेसाले पखाला चल्छ भने के होला? सेकेन्ड ह्यान्ड माल यस्तै हो दाइ। आयो परदेशी कान्छा। महिला त यसैले भड्काउँछ है क्या। खुब नाच्छन् जोडी जमाएर छम छम। नगर, यो बीचको मान्छे हो। तपाईँ मासु खानुहुन्छ? म त शर्मा भयो कि सबै खान्छु। बिडी चाहिँ पोहोर साल छोडिदिए सास बढेर। सो स्विट। त्यस्तो खानु हुँदैन। हजुर म त भेजी हो नि। अति उत्तम। साग काउली खानेहरूको छालै चम्किलो। मेरो टेन्सन नलि, त्यो मास्टरलाई तेरो आँगनको बाटो बेहुली बनाएर लान्छु। ओके, ह्याप्पी? नापिस तैले तेरो मास्नी त्यो काजी भनेर मरिहत्ते छ। साला त्यो औतारलाई त बाँधेर भिरबाट झारिदिन्छु म। कसरी थाहा पाइस् मम्मी? त मुर्दाले जति पढे पनि जानेको त्यही दुईटा कुरा त छ। एउटा काम मिठो रक्सी पाउँछ, एउटा कार राम्री केटी भेट्छ। जानु भनेर हिँड्थिस् त मेरो मायाले फर्किस्? फर्किँदा मायाले फर्केको, तर अर्कीको। सोच त, ओ बेला तैँले पनि चिट झर्न जाने के भए अहिले मसँगै सम्मान खाने थिइस्। तैँले चाहिँ सम्मान खाएर अब के नाप्ने भइस् र? अब मैले त जस्तो अनपढसँग नापजाप गर्न मिल्दैन। मेरो खराब पानी छ मेरो खराब। अनि के को खुसियालीमा हो नि यो अभिर जात्रा? मास्टर डिग्रीको सम्मान हो यो, बुझिस्? कतिमा किनिस् मास्टर डिग्री? यसाउने खोइ एक बोतल ल्याउनुहोस् त। ए 2 बोतल ल्याउनुहोस्। मेरो खराब पानी छ मेरो खराब। काजी त म पनि काजी नै हो। यता वीरकाजी, तिम्रो मामाको आफ्नै भन्छ। यता धनकाजी, तिम्रो माइजूको आफ्नै भन्छ। कस्तो साइनो लगाइदिस् हो सन्त्याल, अंश दाबी गर्ने खालको। शरीरमा कहिले एक धरको कपडा आउँदैन, यस्तो नाङ्गासँग के को लागि अंश दाबी गर्नु? मेरो अगाडि यो बिहे र केटीको कुरा नगर त, मुड ठिक छैन। 40 पुग्नलाई 1 गेडा बाँकी छ, तेरो मुड चाहिँ कहिले ठिक हुन्छ? त्यसो नभन्न काजी, वंश नासिने पीरले तेरो बाउ मर्छ फेरि। तिम्रो बुढाको वंश जोगान ठेक्का मैले लिएको छु। मेरो खराब पानी छ मेरो खराब। यता धनकाजी नै हो, यता वीरकाजी नै हो। परिचय खतम। सम्झा सम्झा सम्झाए, म भन्दैछु। तैँले भेट्लास, ओए भन्दैछु, टोपी उड्ने गरी भेट्लास। तैँले कट्टु फुस्किने गरी भेट्लास फेरि। छैन किन गइहाल्नु पर्यो नि तँलाई? अल दिन बसे हुँदैन? केमा म नडाएर बस्नु हो यो गाउँमा? मलाई हेर्दै बस्न। अब हेर्दै सुकेको बाँसको जरा जस्तो जिङ्गिरिङ्ग देखिन्छस्। नापिस तैले तेरो मास्नी त्यो काजी भनेर मरिहत्ते छ। साला त्यो औतारलाई त बाँधेर भिरबाट झारिदिन्छु म। यो केटाको शिरमा राहु नाचिरहेछ। चाँडै जेल जानेवाला छ। दाइ, संसारमा एउटै अनुहार भएको 7 जना मान्छे हुन्छ भन्थ्यो, हो रहेछ। ठ्याक्कै हाम्रो छन्तेल बुढो जस्तो छ त।
मुलाई बिके म छन्त्यालै हो त तिमीहरूको पुरानो पार्टनर मलाई डिस्टर्ब नगर्नुहोस् यहाँ शान्तिसँग बस्नु छ तिमी मसँग जिस्किन आएको यहाँ होइन सर मेरो नाम पनि शान्ति नै हो नाम सुनाउनु आएको दाजुभाइ भनेको त मर्दा पर्दा चाहिने चिज हो मामा मावली पनि त चाहियो नि ल हेर न यसले बोलेको ढङ्ग होइन तँलाई यसरी नै सधैँभरि बाङ्गो बाङ्गो मात्रै बोलेर तेरो जुनी चल्छ खै अहिलेसम्म चलिरहेछ त यो कालो मान्छेको मन कालै आउँदो रहेछ यसले मलाई बुढो कन्ने राख्ने भयो हो फोटोसँग भए पनि बिहे गर्नुपर्छ हो दाइ हेर्नु उसका त उसका हो र सपना त पुरा गर्नु पर्यो नि फोटोसँग बिहे गरेर पनि सपना काहीँ पुरा हुन्छ होइन मैले कस्तो चाहिँ छोरा जन्माएछु हे प्रभु तिम्रो छोरो हिरो छ त किन जिस्केको तैँले जिस्काउँदैनस् त उहाँ बमकाजीको सन्तान बाठो भएर भान्जीलाई माग्नु गएको थियो अरे अनि बिहेको निम्ति दिन आएको त जान्छस् बमकाजीको बिहामा नाच्नु